जयमस्टा सुदूरपश्चिम टुर एन्ड ट्राभल्स प्रणालीले बेंगलोरका लागि लैजाने भन्दै टिकट काटेका 60 जना यात्रुलाई 6 दिनदेखि अलपत्र पारेको खबर प्राप्त भएको छ। यही जेठ 8 गते महेन्द्रनगरदेखि बेंगलोरका लागि हिँडेका 60 जना यात्रुहरूलाई जयमस्टा टुर एन्ड ट्राभल्स प्रणालीले भारतको हैदराबादको एक होटलमा अलपत्र छोडेको खबर एकजना यात्रुले बताएका छन्। जयमस्टा ट्राभल हैन, हैदराबाद होटलमा यहाँ गाडी अलपत्रमा परेको छ र प्यासेन्जरहरू वहाँ सबै छन्। अनि महेन्द्रनगरदेखि हामीलाई पठाउनेवाला स्टाफहरूलाई कल गर्नेचोटि मोबाइल स्विच अफ छ। अनि यहाँ पुलिसलाई पनि भनिसक्यो हो, अनि पुलिस पनि केही सुनिरहेको छैन। हामी के गर्न सक्छौँ भन्दैछ र 12 बजेदेखि यो यहीँ उभिया छ दिउँसो। अनि 6 दिन भइसक्यो अहिलेसम्म गएको छैन। तर प्यासेन्जरहरू आफ्नो खल्तीदेखि पैसा हालेर डिजलको बस लगेर जाँदैछौँ। हाम्रो बस महेन्द्रनगरदेखि आएको आज 6 दिन भइसक्यो हैन। हैदराबादमा एउटा होटलमा रोकेर अनि ड्राइभरहरू यहाँ छैनन्, फरार छन्। अनि यस्तरी अलपत्र पारेका छन्। वहाँ हेर्नु त हाम्रो सबै मान्छेहरू वहाँ बस्दै हुनुहुन्छ, सबै मान्छे। अनि वहाँ पनि बसेकै छन् मान्छेहरू हैन। सबैतिर मान्छेहरू चारैतिर सब कट्ठा भएका छन्, यस्तरी अलपत्रमा परेका छन् हैन। अनि यहाँ हेर्नु त सबै चिज, उसको नम्बर चाहिँ यही हो हैन। यहाँ हेर्नु तलतिर यो महेन्द्रनगरदेखि पठाउने चाहिँ जयमस्टा ट्राभल हो। तर केही पनि फोन गर्नेचोटि पनि फोन उठाइरहेको छैन, सम्पर्कमा छैन कोही पनि। अनि धेरैचोटि हामीले व्हाट्सएपदेखि मेसेन्जरदेखि जे पनि छ हामीलाई त्यो नम्बरहरू उहाँहरूको सबै नेपालमा पनि कल गरिरहेको छौँ, नेपालदेखि पनि उठाइरहेको छैन कल। तर हामीलाई बिच बाटोमा यस्तरी फसाएको छ। अनि मान्छेहरू सानसाना पुच्चेहरू लेडिजहरू अनि सबै उहाँ बसेको छन्। आज 6 दिन भइसक्यो, 4 दिनमा पुगाउँछौँ भन्ने बस हैन। 6 दिन भइसक्यो आजसम्म हामी अलपत्रमा परेका छौँ सबै मान्छेहरू। जयमस्टा ट्राभल हैन, हैदराबाद होटलमा यहाँ गाडी अलपत्रमा परेको छ र प्यासेन्जरहरू वहाँ सबै छन्। अनि महेन्द्रनगरदेखि हामीलाई पठाउनेवाला स्टाफहरूलाई कल गर्नेचोटि मोबाइल स्विच अफ छ। अनि यहाँ पुलिसलाई पनि भनिसक्यो हो, अनि पुलिस पनि केही सुनिरहेको छैन। हामी के गर्न सक्छौँ भन्दैछ र 12 बजेदेखि यो यहीँ उभिया छ दिउँसो। अनि 6 दिन भइसक्यो अहिलेसम्म गएको छैन। तर प्यासेन्जरहरू आफ्नो खल्तीदेखि पैसा हालेर डिजलको बस लगेर जाँदैछौँ। प्यासेन्जरहरू हेर्नु त, प्यासेन्जरहरू यस्तरी अलपत्रमा परेका छन्। उहाँ हेर्नु त, यहाँ हेर्नु त के गर्ने नि यहाँले। अब कसैको खल्तीमा पैसा छैन, कसैलाई खानलाई छैन पैसा, अलपत्रमा परेका छन् कि प्यासेन्जरहरू सबै दाइ दिदी बहिनीहरू। हेर्नु त यहाँ ड्राइभर न स्ट्रिङमा बसिरहेछ, पैसा आएपछि जान्छ अरे भन्दैछ। न ड्राइभरको फोन उठाउला छ त्यसले, मालिकले न त समितिवाला मान्छेको त। हाम्रो बस महेन्द्रनगरदेखि आएको आज 6 दिन भइसक्यो हैन।
हैदराबादमा एउटा होटलमा रोकेर अनि ड्राइभरहरू यहाँ छैनन्, फरार छन् अनि यस्तरी अलपत्र पारेका छन्। उहाँ हेर्नु त हाम्रो सबै मान्छेहरू उहाँ बस्दै हुनुहुन्छ, सबै मान्छे अनि उहाँ पनि बसेकै छन् मान्छेहरू होइन। सबैतिर मान्छेहरू चारैतिर सब कट्ठा भएका छन्, यस्तरी अलपत्रमा परेका छन् होइन। अनि यहाँ हेर्नु त सबै चिज, उसको नम्बर चाहिँ यही हो होइन। यहाँ हेर्नु तलतिर यो मोइनगरदेखि पठाउने चाहिँ जयमट्टा ट्राभल हो, तर केही पनि फोन गर्ने चोटि पनि फोन उठाइरहेको छैन, सम्पर्कमा छैन कोही पनि। अनि धेरैचोटि हामीले व्हाट्सएपदेखि मेसेन्जरदेखि जे पनि छ हामीलाई त्यो नम्बरहरू उहाँहरूको सबै नेपालमा पनि कल गरिरहेछौँ, नेपालदेखि पनि उठाइरहेको छैन कल। तर हामीलाई बीच बाटोमा यसरी फसाइएको छ। अनि मान्छेहरू सानसाना फुच्चेहरू लेडिजहरू अनि सबै उहाँ बसेको छन्। आज 6 दिन भइसक्यो, 4 दिनमा पुगाउँछौँ भन्ने बस होइन, 6 दिन भइसक्यो आजसम्म। हामी अलपत्रमा परेका छौँ सबै मान्छेहरू। पेसेन्जरहरू हेर्नु त, पेसेन्जरहरू यस्तरी अलपत्रमा परेका छन्। उहाँ हेर्नु त, यहाँ हेर्नु त के गर्ने नि यहाँले। अब कसैको खल्तीमा पैसा छैन, कसैलाई खानालाई छैन पैसा, अलपत्रमा परेका छन् कि पेसेन्जरहरू सबै दाइ दिदी बहिनीहरू। हेर्नु त यहाँ ड्राइभर न स्ट्रिङमा बसिरहेछ, पैसा आएपछि जान्छ अरे भन्दैछ, न ड्राइभरको फोन उठाउला छ त्यसले, मालिकले न त समितिवाला मान्छेको त। जय मोस्ट ट्राभल होइन, हैदराबाद होटलमा यहाँ गाडी अलपत्रमा परेको छ र पेसेन्जरहरू उहाँ सबै छन्। अनि मोइनगरदेखि हामीलाई पठाउनेवाला स्टाफहरूलाई कल गर्नेचोटि मोबाइल स्विच अफ छ। अनि यहाँ पुलिसलाई पनि भनिसक्यो हो, अनि पुलिस पनि केही सुनिरहेको छैन। हामी के गर्न सक्छौँ भन्दैछ। र 12 बजेदेखि यो यहीँ उभिया छ दिउँसो, अनि 6 दिन भइसक्यो अहिलेसम्म गएको छैन। तर पेसेन्जरहरू आफ्नो खल्तीदेखि पैसा हालेर डिजलको बस लगेर जाँदैछौँ। मान्छेहरू हेर्नु यो बाहिरतिर यस्तो भएको छ, यहाँ हेर्नु के यस्तो अलपत्रमा पर्नु भएको छ। ल हेर्नु यसरी सुतिरहेको हुनुहुन्छ सबै मान्छेहरू। हेर्नु त उहाँ फुच्चेहरू, यहाँ हेर्नु यस्तोमा ऊ भइरहेछ। हेर्नु उहाँ यस्तरी सुतिरहेको हुनुहुन्छ मान्छेहरू। हेर्नु त कस्तरी बच्चाहरू हेर्नु न, बच्चाहरू कस्तरी सुतिरहेको हुनुहुन्छ उहाँ हेर्नु।